हत्ता गरेर तपाईँको चाहिँ अहिले 23 गतेका दोषी बनाउँदाहरूलाई गिरफ्तार गरे। ठिक छ, सबैले त्यो स्वीकारेको होला, एउटा दल कराइरहेछ, यी सारा कुरा। मैले भन्न खोजेको विधि नपुगेको छैन भनेर भोलि सर्वोच्च अदालतले छोड्दै भन्यो भने सरकारको इज्जत बढ्छ कि घट्छ? हामी पनि सरकारकै हिस्सा हो। कुन अर्थमा भन्दाखेरि अपोजिसनलाई चाहिँ गभर्नमेन्ट इन वेटिङ भन्छ क्या। हामी चाहिँ केही होइन भन्ने हो त? होइन नि। गभर्नमेन्ट इन वेटिङ भन्नुको मतलब चाहिँ एक्टिङ एक्जिक्युटिभ उहाँहरूको चाहिँ अधिकार हो, कार्यकारी उहाँहरू हो। तर त्यो कार्यकारी जुन काम गरिरहेको छ सरकारको हरेक तपाईँको चाहिँ एक्सनको रियाक्सन दिने, उसलाई चाहिँ सजेसन दिने काम हाम्रो अधिकार हो। त्यो फेरि यहाँ मैले रहर गरेर पाएको अधिकार होइन, जनताले दिएको अधिकार हो त्यो, मलाई संविधानले दिएको अधिकार हो त्यो। मलाई कोही फेसबुकमा चाहिँ एउटा अभियन्ताले यस्तो उस्तो भनेर हुने हो र? फेसबुकबाट देश चलाउने भने किन चुनाव गर्नु पर्यो त? फेसबुकबाट चलाउँदा हुन्थ्यो। एउटा विधिमा छिरेर चुनावमा तपाईँको जितेर आएको मान्छे हो हामी। हामीलाई पनि सम्मान गर्न सिक्नुहोस्, जथाभावी नबोल्नुहोस् है। त्यतिकै कुदेर आएर फर्स्ट भएको हो, म यहाँ म्याराथन दौड गरेर फर्स्ट भएर आएर यहाँ बस्या हो त? होइन नि त। जनताले नै चुन्या होला नि त। ती जनता चुन्ने, जसले हामीले चुन्यो त्यो चाहिँ पाकिस्तानको जनता थियो, नेपाली जनताले नै चुन्या होला त भनिसकेपछि त्यो जनमत, जुन जनमतले प्रतिपक्षी दलका मान्छेहरूलाई चुन्या छन् नि, ती तपाईँको जनताको मतलाई सम्मान गर्न सिक्नुहोस्। फेसबुकमा कराउने, गाली गर्नेहरूलाई म त्यो भन्न चाहन्छु। तपाईँहरूले गाली गरेर, तपाईँहरूले चाहिँ नि होइन आलोचना गरेर देश चल्छ भने फेसबुकबाटै चलाएर देखाउँदा हुन्थ्यो नि त। हुँदैन त्यसरी। एउटा विधिमा छिरिसकेपछि हामी विधिबाट बाहेक उता जान दिँदैनौँ सरकारलाई। हरेक कुरामा है हामी मुखर रूपमा, प्रखर रूपमा तपाईँको देशको पक्षमा हामी उभिने पार्टी हो। चाहन्छु नै कसैले नसम्झिँदा हुन्छ। अब यो एमसीसी को कुराहरूमा के भन्दो रहेछन् त्यसको परीक्षा लिँदैछु म पहिलो सदन बैठक। त्यहाँबाट थाहा भइहाल्छ को कता हो के हो। धेरै फुरफुर गर्नु पर्दैन। यहाँहरूलाई म यो पनि भन्न चाहन्छु, यो देशभन्दा ठुलो न तपाईँ हो न म हो है, कोही पनि होइन। यो देशभन्दा ठुलो केही पनि छैन। यो देशभन्दा माथि पनि म केही देख्दिनँ होइन। यो देशभन्दा ठुलो अरू केही पनि छैन। त्यो देशको रक्षा गर्नुपर्छ, त्यसको उन्नति गर्नुपर्छ भन्ने बहस हो यो। मेरो पर्सनल तपाईँको छैन निजी गीत हो र होइन नि।